आज चाहिँ म एनएमबी ग्रेडिङ सिस्टम 11-12 को बारेमा चाहिँ अलिकति डिस्क्राइब गर्न गइरहेको छु। यहाँ चाहिँ कति जिपिए आउँदाखेरि चाहिँ कुन ग्रेड हुने भन्ने कुराको म व्याख्या गर्दैछु, हेरिदिनु होला। 4 जिपिए आयो भने चाहिँ हाम्रो ग्रेड के हुने भन्दाखेरि चाहिँ A+। यसको व्याख्या कसरी गर्ने भन्दाखेरि चाहिँ सर्वोत्तम, द्याट मिन्स आउटस्ट्यान्डिङ। ओके, त्यसै गरी 3.6 जिपिए आयो भने 3.6 जिपिए आयो भने चाहिँ हाम्रो ग्रेड चाहिँ ए हुने। यसको व्याख्या कसरी गर्ने भन्दाखेरि चाहिँ अति उत्तम, एक्सेलेन्ट। त्यसै गरी जिपी 3.2 आयो भने हाम्रो ग्रेड चाहिँ बी प्लस। र यसको व्याख्या चाहिँ के हो कसरी गर्ने भन्दाखेरि उत्कृष्ट, भेरी गुड। जिपिए 2.8 आयो भने 2.8 आयो भने हाम्रो ग्रेड चाहिँ बी हुने। यसको व्याख्या राम्रो, उत्तम अथवा गुड। त्यसै गरी जिपिए चाहिँ 2.4 आयो भने हाम्रो ग्रेड के हुने हो भन्दाखेरि चाहिँ सी प्लस। यसको व्याख्या कसरी गर्ने भन्दाखेरि सन्तोषजनक अथवा satisfactory। Similarly 2 जिपी आयो भने चाहिँ हाम्रो ग्रेड चाहिँ सी हुने। यसलाई चाहिँ ग्राह्य पनि भन्छ, इङ्ग्लिसमा चाहिँ एक्सेप्टेबल। एक्सेप्टेबल भनेर चाहिँ डिस्क्राइब गर्ने, त्यसको व्याख्या गर्ने। 1.6 जिपी आयो भने हाम्रो ग्रेड चाहिँ डी हुने। चाहिँ आधारभूत मात्रै हुने हो। त्यसैले बेसिक, यसको एक्सप्लेनेसन चाहिँ बेसिक। अब एनएमबी ग्रेडिङ सिस्टमले चाहिँ 1.6 भन्दा कम जिपी आयो भने चाहिँ त्यसलाई कुनै पनि ग्रेड दिएको छैन। त्यसैले हामी यसलाई एनजी क्याटेगोरीमा राख्छौँ, द्याट मिन्स नट ग्रेडेड। यसरी चाहिँ एनएमबी ग्रेडिङ सिस्टमले चाहिँ जिपिएलाई यसरी यति ग्रेडमा चाहिँ क्याटेगोराइज गरेको छ है त। ओके, थ्याङ्क यू।